साथीहरू सबैजनालाई नमस्ते हैन। म तिमीहरूलाई आज एउटा चिज देखाउनेवाला छु। यो पनि डब्बामा छ, खास गरी अनबक्सिङ गर्नुपर्ने हो। फाइनल्ली गाइज यो केक को लागि हो, केक हैन भनिदिनु होला के को लागि होला। चक्कु गोलमाल है भाई, सब गोलमाल है। भाइ त थाहा छैन। हे प्रभु, ल गाइज ये क्या हुआ? ल साथीहरू के को लागि हो तपाईहरु कमेन्ट गर्नु होला। के लागि हो यो सबैले? ऐसा मत करो मेरी जान। अच्छा, अभी मजा आएगा ना भिड़ो। पैसा ही पैसा होगा। ह्याप्पी बेबी सहर डे। आज हाम्रो यो मेहमानको लागि केक काटेको हो। खास गरी हाम्रो मेहमान 7 महिना भइसकेको छ। अब हाम्रो मेहमान आउन कति दिन छ? 2.5 महिना बाँकी छन् हाम्रो मेहमान त्यसपछि आउँछ। सबैजनाले मेरो भिडियो हेरेर मन पराइदिनु होला। हामीहरू अब केक काट्छौँ। म आफ्नो बुढीलाई केक खिलाउँछु। यो खास गरी केकै लागि होइन, आज मेरो बुढीलाई 7.5 महिना ऊ भए, त्यही कारणले हामीले 2 बुढाबुढी मिलेर अलिकति रमाइलो गरेको हो। कसैले गलत कमेन्ट नगरिदिनु होला हैन। हामीहरू 2 बुढाबुढी साथीहरू तपाईहरुलाई पनि अलिकति खुसी बनाउनलाई हो, त्यस्तो गालीसाली गर्ने काम नगरिदिनु होला भन्न चाहन्छु। अब 1.5 महिनापछि मेहमान आउँछ नि त घरमा, अनि त्यही कारणले अलि रमाइलो गरेको है। तो यति नै आजलाई। फेरि हामीहरू अर्को भिडियो बनाउँछु, त्यसमा पनि हेरिदिनु होला सबैजनाले। आजभोलि राम्रो मेरो भ्युज पनि गइरहेछ हैन। सबैलाई थ्यांक यू सो मच।